हेलो साथीहरू नमस्ते स्वागत छ तपाईँहरूलाई डिजाइन हब नेपाल युट्युब च्यानलमा। साथीहरू आज पुनः तपाईँहरू समक्ष दुईवटा बेडरुम भएको टिन सेट घरको डिजाइन लिएर आइसकेको छु। ल हेर्नुहोस् त, यो हाम्रो घर एल सेपमा डिजाइन गरिएको छ। जम्मा यसमा दुईवटा बेडरुमको साथै एउटा किचन डाइनिङ रुम पनि रहेको छ भने एउटा एल सेपमा बरन्डा पनि रहेको छ है त। ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो घरको फ्रन्ट फेस रहेको छ भने यो चाहिँ हाम्रो आँगन पोर्सन रहन्छ साथीहरू, र यो चाहिँ हाम्रो घरको राइट एलिभेसन। राइट एलिभेसनमा तपाईँहरूले एउटा टोयलेट बाथरुम पनि देख्न सक्नुहुन्छ भने यो चाहिँ हाम्रो घरको लेफ्ट एलिभेसन पनि रहेको छ भने यो चाहिँ हाम्रो घरको ब्याक एलिभेसन है त। ल यो चाहिँ हाम्रो घरको चौतर्फी मोडा थियो साथीहरू। अब हामी एकैछिन घरको लेआउट हेरौँ के कस्तो रहेको छ, त्यसपछि चाहिँ हामी अन्य कुराहरू छलफल गरौँला। ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो घरको 3D प्लान रहेको छ जसमा यहाँ स्टेप्स प्रोभाइड गरिएको छ। जब हामी बरन्डामा जान्छौँ भने बरन्डा पनि एल सेपमा राखिएको छ र बरन्डाबाटै हामी प्रत्येक रुममा जान सक्छौँ। फर इक्जाम्पल यो हेर्नुहोस् त, यो चाहिँ हाम्रो दुईवटा बेडरुम, दुईवटै बेडरुमको लागि हाम्रो बरन्डाबाटै यहाँ ढोका छुट्याइएको छ भने यो हेर्नुहोस् त, यो चाहिँ हाम्रो किचन रुम, यो डाइनिङ रुम, दुइटै किचन र डाइनिङकै लागि एउटा एउटा ढोका राखिएको छ र किचनबाट डाइनिङमा आउनको लागि पनि खाना सर्भ गर्नको लागि यहाँ ओपनिङ प्रोभाइड गरिएको छ है त। साथीहरू यो घर बनाउँदा हामीले मेटेरियल के कस्तो प्रयोग गर्ने भनेर सोच्दै हुनुहुन्छ भने ल हेर्नुहोस् त, जुन तपाईँहरूले यहाँ रुफिङ देखिराख्नु भएको छ छानो होइन, त्यो तपाईँहरूले युपीभीसी टाइल्स अथवा तपाईँहरूले जस्ता पाताको छाना पनि हाल्न सक्नुहुन्छ भने जति वाल लगाएको तपाईँहरूले देख्नुभयो त्यो सबै वाल हाम्रो इँटाको गाह्रो लगाइएको छ है त। ल यो चाहिँ हाम्रो घरको मेटेरियल के कस्तो युज गर्ने त्यो कुराहरू थियो साथीहरू। अब हामीले यो घर बनाउनु पर्यो भने यसमा लम्बाइ चौडाइ कति राख्ने त ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो फ्रन्ट फेस रहेको छ र यसको लम्बाइ हामी 19 फुट 8 इन्ची प्रोभाइड गर्छौँ भने यतापट्टि हेर्नुहोस् त, यो चाहिँ हाम्रो 11 फुट 5 इन्ची रहेको छ। त्यसै गरी साथीहरू यो हेर्नुहोस् त, यो चाहिँ हाम्रो 10 फुट 4 इन्ची प्रोभाइड गर्छौँ भने यो चाहिँ हाम्रो राइट एलिभेसन, र राइट एलिभेसनको लेन्थ कति प्रोभाइड गर्छौँ भन्दा 16 फुट 8 इन्ची है त। ल यो चाहिँ हाम्रो फ्रन्ट एलिभेसनको र राइट एलिभेसनको डाइमेन्सन थियो। त्यसै गरी साथीहरू हामीले अब ब्याक एलिभेसन र लेफ्ट एलिभेसनको कुरा गर्नु पर्यो भने ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो 28 फुट 1 इन्ची राखिएको छ भने यो जम्मा 30 फुट राखिएको छ लम्बाइ। र यसरी साथीहरू जम्मा हाम्रो यो घर दुईवटा बेडरुम किचन डाइनिङ समेत बरन्डा इन्क्लुड गरेर टोटल प्लिन्थ एरिया हाम्रो 808 स्क्वायर फुट हुन जान्छ। र यसमा टोयलेट बाथरुमको साइजको कुरा गर्नु पर्यो भने ल हेर्नुहोस् त, यसमा बाहिरी डाइमेन्सन टोयलेट बाथरुम कति राखिएको छ भन्दा 5 फुट 10 इन्ची यसको बाहिरी डाइमेन्सन चौडाइ राखिएको छ भने यसको लेन्थ हामी 8 फुट 10 इन्ची प्रोभाइड गर्छौँ, जसमा सर्टेन पार्टमा तपाईँहरूले कोमोड अथवा प्यान्ट सेट गरेर बाँकी पोर्सनमा सावर सेट गर्नुपर्ने हुन्छ है त। ल यो चाहिँ हाम्रो घरको ओभरअल डिटेल थियो साथीहरू। अब हामीले घरको भित्री डाइमेन्सन डिटेलको कुरा गर्नु पर्यो भने ल हेर्नुहोस् त, त्यसको लागि फेरि मैले तपाईँहरूलाई एकचोटि 3D प्लानमा लिएर जान चाहेँ। यतापट्टि हामीले छाना सपोर्टको लागि वाल राख्यौँ, तर बरन्डामा के गर्छौँ भने साथीहरू तपाईँहरूले काठकै भर्टिकल पोस्ट पनि राख्न सक्नुहुन्छ अथवा तपाईँहरूले चाहनुभयो भने कङ्क्रिटकै राउन्ड पिल पनि राख्न सक्नुभयो होइन। र यतापट्टि हेर्नुहोस् साथीहरू, यो चाहिँ हाम्रो बरन्डा रहेको छ र बरन्डाको लम्बाइ चौडाइ कति राख्छौँ भन्दा ल हेर्नुहोस् त, ल हेर्नुहोस् है त, 17 फुट 7 इन्ची हामी बरन्डाको लम्बाइ प्रोभाइड गर्छौँ भने यो चाहिँ हाम्रो 10 फुट 4 इन्ची हुने भयो यतापट्टिको। र यसको चौडाइ क्लियरेन्समा 6 फुटको राखिएको छ भने ल हेर्नुहोस् त। अब चाहिँ हामी कुरा गरौँ साथीहरू प्रथम बेडरुमको, त प्रथम बेडरुमको डाइमेन्सन के कति प्रोभाइड गर्छौँ त्यो हेरौँ है त। हाम्रो प्रथम बेडरुमको लम्बाइ यहाँ 13 फुट प्रोभाइड गर्छौँ भने यसको चौडाइ क्लियर स्पानमा 12 फुटको राखिएको छ, जसमा तीनवटा झ्याल एउटा ढोका राखिएको छ। झ्यालको साइज तपाईँहरूले 4 फुट 5 फुटको राख्न सक्नुहुन्छ भने ढोका चाहिँ हामी यसमा 3 फुट 7 फुटको राख्छौँ। ल हेर्नुहोस् त, यो चाहिँ हाम्रो दोस्रो बेडरुम, र दोस्रो बेडरुमको साइजको कुरा गर्नु पर्यो भने साथीहरू यसको चौडाइ क्लियर स्पानमा 12 फुट नै रहने भयो र यसको लेन्थ हेरौँ है त। ल हेर्नुहोस् त, यसको लेन्थ हामी क्लियर स्पानमा 13 फुटको प्रोभाइड गर्छौँ, अर्थात् 12 फुट बाई 13 फुटको हाम्रो दुईटै बेडरुम हुने भयो। र यसमा झ्याल दुईटा प्रोभाइड हुन्छ भने एउटा चाहिँ ढोका, झ्यालको साइज हामी 4 फुट बाई 5 फुटकै राख्छौँ र ढोका 3 फुट बाई 7 फुटको रहन्छ है त। त्यसै गरी साथीहरू यो चाहिँ हाम्रो किचन रुम रहेको छ। किचन रुमको साइजको कुरा गर्नुपर्दा ल हेर्नुहोस् त, यसको लेन्थ हामीले कति प्रोभाइड गर्नुपर्ने हुन्छ भने 9 फुट यसको लेन्थ प्रोभाइड गर्छौँ र यसको चौडाइ क्लियर स्पानमा 7 फुट रहन्छ। यसमा एउटा झ्याल एउटा ढोका रहन्छ, ढोकाको साइज हामी 3 फुट 7 फुटको प्रोभाइड गर्छौँ भने झ्याल चाहिँ यसमा तपाईँले 4 फुट 5 फुटको राख्न सक्नुहुन्छ। सर्टेन पार्टमा यसरी तपाईँहरूले किचन टेबल बनाउन सक्नुहुन्छ भने किचनबाट डाइनिङमा खाना सर्भ गर्नको लागि यसको ओपनिङ कति प्रोभाइड गर्छौँ त्यो हेरौँ है त। यसमा मैले चाहिँ लगभग 3 फुट प्रोभाइड गरेको छु, तपाईँहरूले आफ्नो रिक्वायरमेन्ट हिसाबले प्रोभाइड गर्न सक्नुहुन्छ। र यो चाहिँ हाम्रो डाइनिङ रुम रहेको छ र डाइनिङ रुमको साइज हामी कति प्रोभाइड गर्छौँ त्यो हेरौँ त। यसको लेन्थ हेरौँ है त पहिले।
यसको लेन्थ हामी 9 फुट प्रोभाइड गर्छौँ क्लियर स्पानमा भने यसको चौडाइ कुरा गर्नुपर्दा साथीहरू चौडाइ चाहिँ यसमा 8 फुट 6 इन्ची प्रोभाइड गरिएको छ जसमा दुईवटा झ्याल र एउटा ढोका राखिएको छ। झ्यालको साइज हामी 4 फुट या 5 फुटकै प्रोभाइड गर्छौँ भने एउटा ढोकाको साइज हामी 3 फुट या 7 फुटको प्रोभाइड गर्छौँ साथीहरू। र यसमा हेर्नुहोस् त माथिबाट हाम्रो जुन गेबल वाल राखिएको छ त्यो नर्मल वाल लेभल भन्दा हामी 3 फुट बेसी उठाएर राख्छौँ यसरी नमस्ते आकारमा हैन। त्यसरी पनि तपाईहरुले गर्न सक्नुहुन्छ। बाँकी कुरा आउँछ प्लिन्थ हाइटको। यहाँ चाहिँ मैले 3 फुट उठाएको छु हैन। तपाईहरुले घर बनाउँदा आफ्नो रोड लेभल भन्दा मिनिमम 1.5 फुट देखि 2 फुटसम्म माथि उठाएर प्लिन्थ हाइट डिसाइड गर्नु होला। त्यही हिसाबले के हुन्छ भने पछि गएर पानी जम्ने समस्यादेखि लिएर घर डाउनदेखि समस्याहरू पनि रहँदैन। बाँकी कुरा आउँछ साथीहरू बजेटको त हेर्नुहोस् त यो घर तपाईहरुले पुरै फिनिसिङ जसमा प्लास्टर पेन्टिङ वायरिङ प्लम्बिङ सबै कुरा कम्प्लिट गर्दा झ्याल ढोका समेत गरेर तपाईहरुलाई लगभग 15 देखि 16 लाखसम्म खर्च हुन सक्छ साथीहरू। त्यो पनि ठ्याक्कै यति नै भन्ने हुँदैन। तपाईहरु कुन क्षेत्रमा घर बनाउनुहुन्छ दुर्गम सुगम त्यसमा पनि भर पर्छ है त। जस्तै दुर्गम क्षेत्रमा तपाईहरुले यस्तो घर बनाउनु भयो भने ट्रान्सपोर्टेसन बढी जान्छ भने सुगम क्षेत्रमा तपाईहरुले यस्तै घर बनाउनु भयो भने ट्रान्सपोर्टेसन पनि कम लाग्ने भएकोले खर्चमा फरक पर्न सक्छ। तर तपाईहरु कुन क्षेत्रमा कुन एरियामा घर बनाउन चाहनुहुन्छ त्यही हिसाबले मलाई WhatsApp गर्न सक्नुभयो भने म तपाईहरुलाई डिटेल एस्टिमेट गरेर प्रोवाइड गर्न सक्छु। बाँकी तपाईहरुले यो घरको डिजाइन कस्तो लाग्यो घरको डिजाइन मन पऱ्यो भने भिडियोलाई लाइक गरिदिनु होला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन पनि प्रेस गरिदिनुस् है त। हस् धन्यवाद। नेक्स्ट भिडियोको साथ उपस्थित हुनेछु। प्लिज किप वाच किप सपोर्टिङ अस। थ्यांक यू।